शिवा गुड मर्निङ सबैजनालाई। आज चाहिँ म यहाँ घरको हल्का सब्जी गर्ने प्लानमा छु। हेरौँ अब कतिको क्लियर हुन्छ। र यो सानो भित्र सानो हुन्छ होइन, ठाउँ सानो सानो हुन्छ, त्यो चाहिँ डाइसमा पाउँछ यस्तो किन्नलाई। सानो ब्रसहरू होइन, यसरी ल्याएर पानी हाल्दै यस्तो गर्दै गर्न सकिन्छ। यस्तरी ल यहाँको म क्लियर पारेर देखाउँछु है त। यस्तो छ ब्रस यो हो। यो भित्रको मसिनो फोहोरहरू छ होइन, यत्रो फोहोर छ, यिनीहरू चाहिँ निकाल्न फाल्नु पर्छ। ल यस्तो कति छ, कति भयो नगरेको 5-6 महिनै भयो होला। फोहोर गरे पनि भइँदैन, निकाल्नु साह्रै जाम हुन्छ। त्यही भएर र यो सब्जी गर्नको लागि चाहिँ यहाँ पाइप छ किनेको मैले है। पाइप लाएर कस्तो चाहिन्छ तपाईँलाई होइन, विभिन्न थरीको छ। यहाँ आउने 4 थरीको छ, कुन चाहिन्छ आफूलाई त्यही गर्न सक्नुहुन्छ। यो चाहिँ 5 मिटर लामो छ, 10 मिटर लामो छ भन्किएर होइन। मैले यहाँदेखिको किचनमा चाहिँ फोहोर छ नदेखाउँला नि। ल फाइनल्ली यतिको चाहिँ टल्काउन मैले सफल भएँ। यति क्लियर भएर जस्तो पर्थ्यो अहिले जस्तो बनाएँ। यसको कमाल हो। र एउटा यसको कमाल हो चाहिँ माथि किचनदेखि ल्याएर पानी ल्याएर ढोकाको एकदम सजिलो हुन्छ गर्नलाई। मलाई 5 मिनट लागेन त्यो गर्नलाई। ल यो अर्कोपट्टिको पनि मैले भ्याएँ, यस्तो क्लियर पारेँ मैले। ल यताको पनि सबै गोमेहरू बाहिर गएको छ नि, यस्तो टल्केर भएर गएर मैले सौरी गर्नु छ। यहाँ चाहिँ यसरी पानी हालेर सब्जी गर्नुपर्छ।